हेलो हाई फ्रेन्ड्स, आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। होइन, म नि एकदमै सन्चै आरामै छु। आज धेरै दिन अनि धेरै महिनापछि है मैले चाहिँ एउटा फेरि भ्लग भिडियो ल्याएर आइसकेको छु। हजुरहरू हेरिदिनु होला, मन पराइदिनु होला। होइन, आज चाहिँ यस्तो मस्त मस्त हावा चलिरहेको छ अनि फेरि बबालकै गाउँहरू पनि यस्तो बबाल सिन। होइन, यो मोबाइलको क्यामेरा खतरा नबन्ने सिन चाहिँ बबाल चाहिँ हेरेर रमाइदिनु होला। यो पुरानो यस्तो हरियाली पुरानो हावा चलिरहेछ, यस्तो फेरि मस्त मस्त छ गाइस, देख्न सक्नुहुन्छ। देखेर रमाइदिनु होला। अनि म चाहिँ यस्तो हावा खाँदै घुमिरहेको गाउँमा। सब आजभोलि फेरि असाढको महिना लागेको छ, के अरे पानी आइरहेको छ फेरि। सब फेरि आफ्नो काममा गइरहेछन्। माथि आकाश पनि चर्चर भइरहेको छ। अनि त्यसपछि यस्तै छ। अनि त्यसपछि हाम्रो उता सिस्टर यो फेरि क्यामेरा त थाहा छैन, यो आइफोनभन्दा खतरा फलो काम उता आँप हेर्दैछ फेरि। आँप एउटा ले त आँप खाइदिउ कि थिएन बाबु। आँप खसिरहेछन्, अब आँप खानु पऱ्यो टक्क लाएर। यस्तो खतरा भइरहेछ कि हावा पनि मस्त लागिरह। बासै मिठो कि मम्मी आउँदैछन् अरे हो। यो हेर किरा त खजानको त तलबाट माथि खसेर फुट्यो क्या। कस्तो आखा राम्रो आखा सब रुपियाँमा खान्। आज 7,000 रुपियाँमा कहिले म मात्र यस्तै गाउँमा हल्लिरहेको फेरि। त्यही नै हो साथीभाइ, उताहरू हेर्नु पुरानो बादलहरू पुरा छाएको छ यो गाउँ है हाम्रो। यस्तो तरिकामा छ यो फेरि। आँप पनि लास्टै गुलिएको क्या, खानुको मजै छुट्टिएको थियो आँप। मिठो चाहिँ खस्यो क्या। अहिले फेरि लाइट गएर चाहिँ क्या, नेट चलाउँदा चलाउँदै लाइट गयो फेरि। अनि त्यसपछि आमा यो हरियो हेर्नु त, तल काममा खेतमा लाइट गइरह। त्यो कारणले गर्दाखेरि म चाहिँ यस्तो भिडियो बनाइदिउँ भन्दाखेरि चाहिँ म चाहिँ भिडियो बनाउन लगाएको। कसले आँप नखाएर फाल्दियो कि हाल्दैन फेरि। अब त मकै पनि खाइने, अब त पोलेर फेरि चियामा लाएर यता हुँदैछन् मकै फेरि। मकै यता हुँदैछन् फेरि। फ्लावर्स फुल, यसलाई भन्छन् घन्टे फुल। यो के भएको यस्तो फेरि। यो पुरा टमाटरको बोटो छ यता, केला फुल्दैछ सबमा फेरि। यो यता तपाईँहरूलाई आँप देखाउँछु म हाम्रो भएको आँप फेरि। यो आँप त सकिन लागेको मैले खायो काँचैमा खाएर। काँचैमा मजा आउँछ कि पाक्यो भने धेरै गुलिको लाग्छ फेरि। त्योभन्दा बरु काँचैमा हिर्काइदियो। यो आँप त कहिले पाक्ने कहिले थाहै छैन फेरि। यो आँपको त हुनै छ फेरि। यो फेरि आँप हेर्न सक्नुहुन्छ है। यो यसलाई भन्छन् फेरि बबाल आँप होइन। घाँसहरू पनि यस्तो बबाल छ यो फेरि। यो हाम्रो गोडाहरू है, बिउ राखिरह। यो यहाँको रोप्नको लागि यो अझ जोत्न आमाको पनि लठारो थियो फेरि। भिन्डीहरू के छैन, सब बबालै हुनु पऱ्यो होइन, एकदम बढिया। अनि अब यो मकै अब केही हप्तापछि फेरि यहाँ पसाउँछ। पसाइसकेपछि केही हप्तामा लाग्छ, केही हप्ता मैले खाइदिन्छु फेरि। काम हप्तामा हाम्रो सिम पनि खतरा फलिरहेछ। फलफुलावर त केही छैन, टेन्सन छैन। त्यो आँप त पुरा निक्रिगयो। त्यही नै हो मेरो गाइस पब्लिक। अहिले भेटौँला दासी। सो गाइस, आउँदै मैले बाटोमा होइन एउटा भाइको एउटा मस्त गीत होइन, उसको स्वर मस्त लाएर अनि त्यो हजुरलाई त्यसको क्लिप एउटा गाएर सुनाइदिन्छ। ल 1-2वटा क्लिप सुनेर साथ दिनु होला। ल हानिदिनु त जुनसा कहानी खै क्यामेरा हल्का अहिले होइन यो अर्किडसँग भाइरल भएको छ, त्यो गीत गाउँछ। ल ल
लाख समझाऊं मैं तो दिल समझे नहीं पाता मांगे तेरी करियां सोना था तेरा बे झूठा रंग दो दिलों में छूटा कैसे भुलाऊं बेरिया झरना झरना झनरा झर तू भी क्या याद रखेगा जाहिर में तेनू छोड़ दिया वाह वाह अति उत्तम है जाहिर में तेनू छोड़ दिया या से ना जाऊं पिया या से ना जाऊं पिया जुड़ी है राही सर तुझसे मेरी या से ना जाऊं पिया या से ना जाऊं पिया जुड़ी है राही सर तुझसे मेरी ल एउटा नेपाली अब हो तिम्रो दिन भन्दा झल्को रातैमा हो तिम्रो हाँसेको फोटो साथैमा नजरै लाउला रेशम गाउँ घरै सारा वचनको पक्का रेशम पर्दिन भितारा थ्याङ्क यू अल सो मच एकदम मस्त लाग्छ सबले साथ सपोर्ट गरिदिनु होला मेरो भाइलाई होइन केही छैन यतिको गाउनुपर्छ यतिको गाउने गाउँमा कोही छैन यो पनि यति राम्रो अब यसलाई अर्को नेक्स्ट राउन्डको भोइसको लागि तयारी गर्दैछु मैले त्यही भएर हजुरहरूले पनि के कस्तो लाग्दो सल्लाह सुझाव दिनु होला अब मेरो स्वर त भन्नै छैन अब मैले गाए पनि फेरि अहिले आइहाल्छ त्यही भएर मैले नगाउने उचित छ त्यही नै हो गाइस होइन यस्तो छ ठिक छ पाराहरू ठिक छ होइन अमिलो पनि फुल्दैछ सब बबाल छ कि गाउँघरतिरको क्वार्टर त आमा खाना बाँकी चाहिँ आइदिनु होला मसँगै खाना चाहनुहुन्छ भने ल नेक्स्ट गीत हान्दै त अच्छा अर्को पार्टमा सुन्नको लागि त भइजानु होला अहिलेको लागि यति नै हो यो अहिले फेरि बाख्रा अहिले उता फेरि चल्दिन्छ नि तल बाख्रा चलाउन गएको छ फेरि उता जङ्गल फेरि बबाल छ अनि त्यसपछि टक्क लाएर अनि अहिले एकछिनमा भेटौँ ल सो गाइस अहिले चाहिँ पानी अघि पानी आएको थियो कि होइन अहिले चाहिँ पानी रोकिएको छ म चाहिँ अहिले यसो झ्याउ लगाए बस्दा अहिले चाहिँ यता आफ्नो खेततर्फतिर आएको छु अघि कुलो पनि पुरा पानी आएर सुकाइदिएछ माथि फुट्यो जस्तो छ यो चाहिँ मेरो खेतहरू रह्यो यो चाहिँ देखाउन सक्छु तपाईँलाई तल छ रोपाइ भइसक्यो त्यहाँ अब यहाँ यता बाँकी छ त्यो डाँडा काँडाहरू फेरि त्यो फेरि मान्छे खड्डाउने ठाउँ आजकल चाहिँ खड्डाउनु दिन होइन त्यही नै गाइस अनि यस्तो भइरहेछ फेरि मौसम पनि मस्त छ खोला पनि भलाइसकेको रहेछ फेरि टक्क लाएर अनि त्यसपछि यस्तो क्या मोबाइलको क्यामेरा क्वालिटी राम्रो छ न त मोबाइल देखिन्थ्यो केही छैन सुरुवात हो भर्खर गर्नु पर्यो मच्छी अनि त्यसपछि त्यस्तै भइरहेछ गाइसहरू न के गर्ने भ्यूहरू पनि यत्रो ठुलो भइसकेछ यता अब गडाहरू फेरि यो हाम्रो चाहिँ यो म्यू छेउमा सब छन् कि बेलौती सेलौती सब छन् होइन ए आँप साप बबाल त्यही छ गाइस ठिकै छ होइन अनि त्यसपछि म हजुरहरूलाई के भन्न चाहन्छु होइन यो मेरो भिडियो आज फर्स्टचोटि बनाएको अब बनाउनु त पहिला पनि बनाउँथ्यो अब त्यस्तै भएर होइन मैले बनाउनु छोडेको आइटी पनि त्यस्तै भयो या अझै फेरि नयाँ सुरुवात गरेको छु के कस्तो छ हजुरहरूले सपोर्ट गरिदिनु होला होइन हजुरहरूले सपोर्ट गरे पो अगाडि बढ्ने हो त सपोर्ट गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यसो नयाँ खालको भिडियोहरू ल्याउँछु होइन हजुरहरूले जति हेर्दै जति माया देखाइदियो उति हामीलाई पनि उति बनाउने खतरा बनाउनुपर्छ भन्ने टाइपको हुन्छ क्या त्यो हुनु पऱ्यो एउटा सब्सक्राइब पनि धेरै हुन्छ अनि त्यसपछि होइन भिडियो राम्रो छ भनिदिनु होला नराम्रो छ नराम्रो भनिदिनु होला अझ राम्रो बनाउनेतिर लाग्छु त्यही हो गाइस होइन आजको लागि यति एमै एन्ड गरिदिन्छु अब मिल्नुपर्छ नेक्स्ट भिडियोमा बबाल तरिकाले अहिलेको लागि बाई बाई टाटा जय नेपाल।